आज हामीहरू वालकामा ढालिदिइरहेछौँ होइन। अब यो चाहिँ हामी 2 इन्ची काट्नुपर्छ, किनकि कमट हेरी हेरी हुन्छ। तपाईँको यो कमट छुट्टै छ होइन। अब त्यो त्यसको अर्कै कनेक्टर हाल्यो भने त अहिले थाहा हुन्छ हामीलाई। ठ्याक्कै हाम्रो यो 60 mm हुनुपर्छ। ठ्याक्क 60 mm छ। अब यो 5 अलिकति अझै घुमाउनुपर्छ। यो बराबर गर्नुपर्छ। ठ्याक्क 60 मा आयो। ठिक छ। अब ल कन्फिड गरेपछि यस्तो यतिको टाइट गरिदियो भने अलिअलि हल्लिरहेछ। थोरै घुम्ने जति टाइट गरिदिएपछि यति भएपछि कमर ओके भइहाल्यो। अब पानी चुहेको छैन भनेर पुस गरेर यो पुस गरेर अलिक पानी चुहेको छैन नि यो त यति गएपछि वाल कभर फिट गर्न सकिन्छ। पोस गरेर सिट कभर यति गर्नुपर्छ। प्लस स्टाइलले अनि यति हालेर चेक गरेर ठिक छ कि छैन भनेर हेर्ने। बिग्रेछ भने यसको लेभल बराबर गर्नु पर्यो। बराबर गरेर फेरि टाइट गरिदिने। अलिकति धेरै टाइट गऱ्यो भने फुटिन्छ भित्रको।
यो चाहिँ हाम्रो हाइजेनिक हो। पोच गरी पोच गरेर फ्राई गरेर अनि यो यस्तो क्या हालिदिने। क्या हालिसकेपछि वालकोमा फिट भइहाल्यो। त्यो भएपछि वालकोमा फिट गर्न सकिन्छ। अब यस वालकोमा फिट गरेपछि यस्तो देखिन्छ। यो स्प्रे भइहाल्यो, यो बेसिन भइहाल्यो, यो सावर भइहाल्यो, यो डाइभर्टर, यो माथि सावर, यो चाहिँ होइन।